हेलो एभ्रिवान, नमस्ते। अब म राजतन्त्र भर्सेस गणतन्त्रको पार्ट 2 भिडियोको भाग 2 मा जाँदैछु। अब हामीले उहिलेको कुरा छोडौँ, पञ्चायतकाल र ज्ञानेन्द्रकालका कुरा गरौँ न। पञ्चायतकालको 30 वर्षभरि नेपाल विश्वको शीर्ष 5 गरिब राष्ट्रमा सूचीकृत भइरह्यो। यो कुरा केबाट प्रमाणित हुन्छ भन्दाखेरि हामीले 1960 देखि 1990 सम्मको UNDP रिपोर्ट्स र वर्ल्ड ब्याङ्क रिपोर्ट्सहरू हेर्न सक्छौँ। त्यो बाहेक नेपालमा अधिकांश उद्योगहरू घाटामा चलेका थिए, राज्यद्वारा नियन्त्रित उद्योगहरू। यो कुरा विदेशीले बनाएको रिपोर्ट होइन, पञ्चायतकालमै बनेको रिपोर्ट हेर्दाखेरि थाहा हुन्छ। अडिटर जनरल भन्छ नि, महालेखा परीक्षकको कार्यालयमा गएर पञ्चायतकालको महालेखा परीक्षण प्रतिवेदनहरू हेर्दा हुन्छ। हाम्रा अधिकांश उद्योगहरू घाटामै चलेका थिए। अब त्यो बेला पञ्चायतकालमा सिनारियो कस्तो थियो? वर्षभरिमा एकपटक चामलको भात खान दसैँ कुर्नुपर्ने जनता 80% भन्दा बढी थिए। त्यसमध्ये पनि 40%ले दसैँको टिका लगाउन चामल पैँचो माग्दै हिँड्नु पर्थ्यो। कपडा फेर्न पर्यो भने कस्तो कुरो थियो, कस्तो सिचुएसन थियो भन्दाखेरि 2-3 वर्षमा एक सरो कपडा फेर्न पनि धौधौ थियो। पञ्चायत सकिँदासम्म पनि राजधानीकै मानिस बागमती र विष्णुमतीको किनारमा हग्न बस्थे, जबकि भ्यालीमै पनि टोयलेटको व्यवस्था थिएन। बाँकी देशको स्थिति कस्तो थियो होला? उता अमेरिकाले पञ्चायत सकिनुभन्दा करिब 18-20 वर्ष अगाडि नै चन्द्र धरातल टेकिसकेको थियो। हाम्रा जनताले बागमतीको किनारमा हग्न बस्दा दुनियाँले इन्टरनेट र विन्डोज प्रयोग गर्न थालिसकेको थियो, जबकि नेपालमा 90% जनताले बिजुली पनि बाल्न पाएको थिएन। सिङ्गै देश बेलुका 6-7 बजेपछि अन्धकारमय हुन्थ्यो। यो बाहेक पञ्चायतकालको कुरा गर्ने हो भने, पञ्चायतकालको कुरा बाहेक ज्ञानेन्द्रकै कुरा गर्ने हो भने, यसभन्दा जम्मा 20 वर्ष अगाडि नै हो ज्ञानेन्द्र राजा भएको। उनले सत्ता हातमा लिने बित्तिकै के काम गरे त? सत्ता हातमा लिने बित्तिकै उनले सबभन्दा पहिलो 3 दिन रेडियो, टेलिभिजन, मोबाइल र इन्टरनेट बन्द गरिदिए। त्यसपछि सब ठाउँमा, मिडिया हाउसहरूमा, पब्लिकेसन हाउसहरूमा, सब ठाउँमा पुलिस र आर्मी खटाएर सेन्सरसिप पछि मात्र समाचारहरू आउने बनाए। इन्टरनेट ठप्प थियो त्यतिखेर। हामीले भनौँ न, त्यतिखेरको पपुलर सोसियल मिडिया, सामाजिक सञ्जालहरू हामीहरूले नेपालमा yokeho.com, nepalnews.comहरूको च्याटरुमहरू युज गर्थ्यौँ। त्यो बेला हाइफाइभ भन्ने युज हुन्थ्यो। त्यस्ता सब इन्टरनेटै सबै बन्द थियो। अनि त्यतिखेर हामीले yahoo.com, Gmail र हटमेल 3टा इमेलहरू चलाउँथ्यो। केही पनि नचल्ने त्यतिखेर। त्यो 3 दिनसम्म केही पनि चलेन। अब त्यति मात्र होइन, पछि पनि थुप्रै बन्देजहरू लगाइयो। हरेक मिडिया हाउसबाट पब्लिस हुने खबरहरूमा सेन्सरसिप गरियो। अब यति कष्टकर थियो जीवन त्यतिखेर। भनौँ न, काठमाडौँबाट धरान यात्रा गर्दा 10 ठाउँमा ओर्लिन पर्थ्यो। अब राति नाइट बसमा चढेपछि मस्तसँग सुतेर गइएको हुन्छ। तर विभिन्न ठाउँमा त्यो बेला पुलिसले, आर्मीले 10 ठाउँमा हप्काउँदै थर्काउँदै ओह्राल्थ्यो। अनि ओर्लेपछि आफू मात्र ओर्लिन पऱ्यो त हुन्थ्यो नि, पुरै लगेज पनि बोकेर ओर्लिन पर्थ्यो। र उनीहरूलाई त्यो सबै खोलेर देखाउनु पर्थ्यो। उनीहरूको गाली, हप्काई, धक्का मुक्का, बुटको अगाडि मान्छेको आत्मसम्मान चकनाचुर हुन्थ्यो। अहिलेको यो पुस्ताले यो सब झेलेकै छैन र बुझ्दै नबुझी राजा आऊ देश बचाऊ भन्नु महाभुल हो। एउटा फिक्सन, फ्यान्टासिया, युटोपिया इमेजिन गरेर कल्पनाको भरमा यतिकै राजतन्त्र माग्नु महाभुल हो अहिलेको युवा पुस्ताको। पुराना पञ्चीहरू, पुरानो जमानामा जिम्मेवारी पाएकाहरू या मुखियागिरी गरेकाहरू, जमिनदारी गरेकाहरू, जसले हली कमलरीहरू राखेका थिए, त्यस्ताहरूले त राजतन्त्र चाहने नै भयो। उनीहरूलाई त सामन्तवादै ठिक लाग्छ। तर पिछडिएको वर्ग, क्षेत्र, लिङ्ग, यो सम्पूर्ण जनजाति कसैले पनि राजतन्त्रको माग गर्न सक्दैन भन्ने कुरामा म ढुक्क छु। अब पञ्चायतकाल र ज्ञानेन्द्रकाल दुईटाको सिचुएसन हेर्दा पनि राजतन्त्र नेपालको लागि ठिक थिएन भन्ने यतिकै प्रमाणित हुन्छ। हस् त, म तेस्रो भागमा यो राजावादीहरूको एउटा ठुलो क्लेम, ठुलो दाबी के छ भने राजतन्त्रमा राजनीति स्थिर थियो, स्थायित्व थियो भनेर भन्छन्। त्यो कुरालाई बस्ट गर्न, त्यो तेस्रो पार्टमा म भिडियो बनाउनेछु।